हेलो सम्पूर्णमा नमस्ते है। आज चाहिँ मैले रवि लामिछानेको विषयमा केही कुराहरू गर्न लागेँ होइन। तपाईँहरूलाई कस्तो लाग्छ होइन। रवि लामिछानेलाई यति भइसक्यो होइन, कारागारमा हालेको होइन। न त्यो मान्छे कहिले बिरामी हुन्छ होइन, न कहिले उसलाई हस्पिटल लानु परेको छ, न कहिले चाहिँ नि उसलाई केही समस्या पऱ्यो भने। यो मान्छे यार यस्तो खतरा रहेछ कि यो मान्छे बवाल हो कि। यस्तो मान्छे यो युगमा नेपालमा फर्स्ट टाइम हो कि मैले यस्तो मान्छे देखेको कि। नत्र जो पनि मान्छेहरू समातेर जेलमा लगिसके पछाडि होइन 2 दिनमै उनीहरू बिरामी भएर हस्पिटलमा भर्ना गर्नु परेर होइन 24 घन्टामा 48 घन्टामा चाहिँ थुनामुक्त गरेको पनि देखिया छ कि। त्यही भएर होइन रवि लामिछाने या त दोषी हो भने कारबाही हुनुपर्छ, त्यसमा म पनि सहमत छु होइन। यदि दोषी होइन भने निर्दोष मान्छेलाई चाहिँ यसरी फसाउन मिल्छ जस्तो मलाई लाग्दैन कि। कार्य त प्रतिशोधै साँध्यो अरे। अहिलेको त जेनजीको सरकार हो नि त, यो त कुनै दलको सरकार होइन नि त। तर पनि अहिले पनि किन प्रतिशोध साँधिराखेको छ? रवि लामिछानेप्रति चाहिँ नि किन सरकारले पोजिटिभ भएर उसको छानबिन गरेको छैन कि? यो सबै नेपालीले बुझ्नुपर्ने जरुरी कुरा हो कि। रवि लामिछाने अहिले एउटा व्यक्ति मात्र होइन, रवि लामिछाने अहिले ब्रान्ड भइसक्यो कि ब्रान्ड। र यो कुरा नेपाली हर नेपालीले कुनै दिन भोग्छन् होइन र बुझ्छन् र बुझिसकेको दिनमा सब बिग्रिसकेको हुनेछ कि। यो कुरो चाहिँ सत्य छ।